ढिलो गर्नु भएको बुढो आज? जाने बित्तिकै म लागे भन्न मिल्दैन बुढी। अनि बुढो काका काकी सन्चै हुनुहुन्छ त? काका सन्चै हुनुहुन्छ, काकी बिरामी। के भएको त अनि काकीलाई? त्यही दम खोकी त होला नि है बुढो? त्यस्तै हो, साह्रै दुःख रहेछ। के भन्नुहुन्छ बुढो? त्यस्तो दुःखको कुरा नसुनाउनु मलाई, मेरो मन रोएर आउँछ। सबै तिमी जस्तै बुहारी भइदिएको भए हुन्थ्यो नि, सासु ससुराले सेवा पाउँथ्यो। के गर्नु त बुढो, काका काकीलाई ल्याएर राख्नु मिल्दैन होला। अनि बाबुले बाहिरबाट पठाएको पैसा चाहिँ के गर्छ त काका काकीले बुढो? खै के गर्छ गर्छ। अनि बुढो यसो थोरै चिया खाने खर्च अलिकति काका काकीलाई छोडेर आएको हुनुहुन्थ्यो नि। अनि के यसो मन लागेको कुराहरू खानुहुन्थ्यो कि? मसित थोरै पैसा थियो, 1000 जति छोडेर आएको। छोड्दै पुरा खाना खायो? छैन नि खाना खाएको, तपाईँलाई कुरेर बसेको बुढो। जाउँ खाना खान, मलाई पनि साह्रै भोक लागिरहेछ।